तरकारी सुधारेको भन्छ क्या यसलाई, तरकारी सुधारेको भन्छ क्या यसलाई। हाई गाइज, दिउँसै आएको भनेर कहाँ चाहिँ हिँडियो बौलाई कि क्या हो भन्ने सोच्दै हुनुहुन्छ होला, तर म बौलाएको चाहिँ छैन है। म चाहिँ गाई भैँसी अनि बाख्राको लागि तरकारी पकाउन जाँदैछु। घरभन्दा अलिकति तलतिर छ गोठ चाहिँ, अन्त गोठसम्म चाहिँ पुग्न एकछिन टाइम लाग्छ। यसरी गएर चाहिँ सुरुमा आगो बाल्छु मैले। आगो बालिसके पछाडि अब भाँडा त बसाउनु पर्यो। तरकारी पकाइदिने भाँडा मैले यसरी बसाउँछु। अनि त्यहाँ अलिकति पानी चाहिँ अलरेडी हुन्छ। अनि म अब एक बाल्टी पानी लिएर लाउँछु। फेरि बाल्टी चाहिँ चुने भएछ क्या आज, हेर्नु चुहिएर पुग्यो फेरि। अनि भुसपिठो फेरि सकिन लागेको रहेछ, सबै मैले टकान टुकुनबाट टकटकाइदिएँ। अनि अब के को तरकारी दिने त भन्दाखेरि तिनीहरूलाई धुसको तरकारी एकदम मनपर्छ। अनि म यसरी काटेर ल्याएँ। अब ल्याएर फेरि खान्छु भन्छ क्या काँचै, अनि यस्तो जिस्काइदिएँ अरे। त्यस पछाडि म यसलाई अब टक्कटुक्को पाएर सुधार्नतिर लाग्छु क्या, तरकारी सुधारेको भन्छ क्या यसलाई चाहिँ। यस्तो छिटो काम गर्छु, यस्तो छिटो गर्छु कि तपाईँहरू अहिले देखि नै हाल्नुहुन्छ। अब यसलाई भाँडामा लगाइदिएर चलाएर छोपिदिन्छु क्या। छोप्नको लागि चाहिँ मेरो निन्जा टेक्निक छ, हेर्नु है मेरो निन्जा टेक्निक कस्तो रहेछ, देखिहाल्नु भयो नि। त्यस पछाडि दन्दनागो बालेर एकैछिन पकाएपछि यो पाक्छ अनि मेरो बिहानको काम चाहिँ सकिन्छ। ओके बाई।